फाइनल्ली दाजुको पनि ब्याङ्गर आइसक्यो है केटा हो। 2 गोल हानिसक्नुभयो दाजुले। ब्याङ्गर हान्नुभयो। पहिलो बल त टप फिनिसिङ गर्नुभयो। एन्ड देन दोस्रो गेम चाहिँ टिकी टाका खेलाएर चाहिँ आए टप। अब इफ कसैले चाहिँ अब ट्यापिङ थियो यसो उसो उज्बेकिस्तान त हो भन्यो भने चाहिँ केटा तिमीहरू चाहिँ ठुलो भ्रममा पर्छ, किनकि ट्यापिङ गोल थिएन। दुईटा ब्याङ्गर गोल थियो। मोमेन्टमको कुरो गर्छ भने मोमेन्टम जम्मै पोर्चुगलले लिएर बसेको थियो। आजको म्याचमा चाहिँ क्रिस्टियानो रोनाल्डोले चाहिँ यो आइक्यू चाहिँ लगाएकै के ठुल्दाइले आइक्यू चाहिँ बराबर लगाएको हो। दोस्रो गोल नुनो मेन्डेसको फ्री किक टप आइक्यू लगाएको। एन्ड तिमीहरूले लास्टको फ्री किक हेऱ्यो कि हेरेन, आरामले निस्केर गएर ह्याट्रिकको लागि चाहिँ खुब प्रयास गरेको थियो ठुल्दाइले, तर अलिक सकेन होइन केटा। तर पनि ठुल्दाइको गेम चाहिँ बवाल थियो। मजाले पेलेर पठायो उज्बेकिस्तानलाई।